गाइज आज फेरि मेरो न्यू ब्लग छ होइन। आज म यस्तो ठाउँमा घुम्न आएको छु होइन। यति बवाल छ यो रिसोर्ट, हेभेनली भिलेज रिसोर्ट भन्छ चिनिन्छ। यो रिसोर्टको होइन यति बवाल ठाउँ छ कि यो ठाउँको होइन सिन हेर्दाखेरि, यहाँ यो ठाउँको भ्यू हेर्दाखेरि यति बवाल छ। यो ठाउँको भ्यू चाहिँ होइन भ्यू अब तपाईँले हेर्दा आउँदैछ यस्तो बवाल छ नि। तपाईँलाई ब्याकग्राउन्ड हिसाबले म देखाउँदैछ होइन। यो ठाउँको म तपाईँलाई होइन रिसोर्ट पहिला देखाउँछु, यति बवाल छ हेर्न सक्नुहुन्छ। यो ठाउँको भिलेज रिसोर्ट यति दामी छ होइन। यो रेस्टुरेन्ट भयो अनि त्यहाँ पनि अगाडि रेस्टुरेन्ट छ अनि अगाडिबाट उता पनि यस्तो बवाल छ नि यो ठाउँ होइन। हेभेनली भिलेज रिसोर्ट भन्छ चिनिन्छ। यति बवाल छ अब के भन्नु होइन। बवाल लाग्यो मैले पनि यो ठाउँमा घुम्न आएको होइन। यस्तो खतरा छ तपाईँहरूलाई होइन ब्याकग्राउन्डको अब म यो सिन देखाउँछु होइन। भ्यू देख्न सक्नुहुन्छ यति हक्का छ नि भन्न सक्दिनँ मैले पनि होइन। हेर्न सक्नुहुन्छ यहाँ नै पुरै होइन, यहाँबाट पुरै बादल लागेको छ कि यति राम्रो ठाउँमा तपाईँहरू घुम्न आउँदाखेरि स्वर्ग जस्तो पनि लाग्छ। यति हक्का छ, मुनि मुनि हेर्न सक्नुहुन्छ होइन। पुरै होइन हुसु त के भन्नु, पुरै बादल छ के हुसु लागेको पनि छ बादल पनि यति हक्का छ आम्मामा भन्नै सक्दिनँ होइन। तपाईँहरूले देख्नुभयो यस्तो दामी ठाउँमा तपाईँ घुम्न आउन सक्नुहुन्छ। बवाल छ काठ पनि यति बवाल छ हेर्न सक्नुहुन्छ होइन।